भइसक्यो के साह्रो गर्मी भएको यसचोटि चाहिँ हेर त पसिना मा कसम मा यस्तो ताते एकचोटि सेट म्यान चेक गर्दैछौँ अन्डा पकाएर त्यो पनि यहाँको तापक्रममा है यो घामको तापक्रम। हेलो गाइज नमस्ते विथ अनदर भिडियो है। हामी आज अहिले चाहिँ ठ्याक्कै बुखारेस्टमा छौँ। तपाईहरु सबैलाई थाहा छ हामी सबैलाई थाहा छ हैन अहिले युरोपमा एकदम धेरै गर्मी बढिरहेको छ। यो गर्मीका कारणले पनि फ्रान्समा कतिजना मान्छेहरूको ज्यान गइसक्यो हैन। हामी आज चेक गर्दै छौँ अन्डा पकाएर त्यो पनि यहाँको तापक्रममा है यो घामको तापक्रम कति छ। हामी आज हाम्रो नयाँ एक्सपेरिमेन्ट हुँदैछ यहाँ। सो लेट्स स्टार्ट नाउ। हामी यसलाई 2 मिनेटसम्म कुर्ने छौँ। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ टेम्परेचर चाहिँ 39 डिग्री छ क्या। इट्स लाइक नेपाल के नेपालको अहिलेको टेम्परेचर भन्दा पनि फरक नहोला तर एकदम तल गर्मी के भन्छ जमिनबाट चाहिँ एकदम गर्मी फिल भइरहेको क्या है। 39 डिग्री छ। हाम्रो 2 मिनेट सक्यो। अब हामी गर्दै छौँ अन्डाको एक्सपेरिमेन्ट। तपाईहरु देख्न सक्नुहुन्छ गाइस व्हाट द फक भन्दा पनि फरक पर्दैन यस्तो तातेको भने यति छिटो हेर्न। ओ माई गुडनेस तपाईहरु देख्नुभयो भने कति गर्मी छ कति गर्मी रहेछ भन्ने यहाँ देखाउँदा भयो। यहाँ देखाउँदा एकचोटि मा यस्तो ताते एकचोटि सेट म्यान खुट्टा पोलिराखे यस्तो चप्पल लाउँदा नि भिडियो सेट। युरोप भन्ने मात्रै नाम हो कि अहिले यो खाडी मुलुक भन्दा नि एकदम डेन्जर भइसक्यो। के साह्रो गर्मी भएको यसचोटि चाहिँ हेर त पसिना मा कसम मोबाइलको यस्तो भइसक्यो गर्मीले। मोबाइल डिस्प्ले जानलाई प्लास्टिक गइसक्यो। सेट। सो गाइज यति गर्मी छ है हाम्रो यहाँ बुखारेस्टमा चाहिँ रोमानियाको बुखारेस्टमा। हामीलाई त कति गर्मी भइरहेछ है यहाँको मान्छेलाई डेन्जर गर्मी नि त। फर्किँदैन त है। सो गाइज यस्तो छ अवस्था अहिलेको है। यसलाई कति गर्मी भन्नु त 39 डिग्रीमा यसरी अन्डा पाक्दो रहेछ। भयो भाइ सकिँदैन धेरै।